सो हेलो नमस्ते एवरीवन, इट्स मी दीपक। वेलकम बैक टू माई अनदर भिडियो। आई होप गाइस आप लोग सब अच्छे मैं भी एकदम ठीक हो। र आजको दिन चाहिँ छ रुम चेन्ज गर्नुपर्ने भयो। सो ओनरको फ्यामिलीहरू आउनु भएर यहाँ बस्नुपर्ने भयो। बेसी हामीलाई 3 मन्थको टाइम दिएको थियो। सो हामीले न्यू अपार्टमेन्ट पाइसक्यो र आजको दिन चाहिँ we need to shift the apartment new. So we already pack everything. You can see also. Then still guys, अब रुम चाहिँ चेन्ज गर्नुपर्ने भयो। सो अब चाहिँ रुम चाहिँ चेन्ज गर्नुपर्ने भयो। अब सामान चाहिँ एकदम धेरै नै छ। यसैले अब 2 लोड गर्ने या एउटा गाडी बुक गर्ने या दुईटा गाडी एकैचोटि बुक गरेर जाने, त्यो चाहिँ कन्फ्युजन छौँ। र मेरो चाहिँ आज आइडेन्टिटी माल्टा क्यालकुलेसन लेटर आएको थियो, त्यो लिन जानुपर्ने थियो। यतै छु। सो हजुर म चाहिँ यो सामानहरू सब प्याक गरेर रेडी भइसकेको छु है। मेरो चाहिँ सामान यति छ होइन। यता मेसिनमा जोडेर छ, त्यो सब सामान हो है। र अझै त्यो कपडाहरू पनि बाँकी छ, लिनुपर्ने प्याक गर्नु बाँकी नै छ। बोराको चाहिँ बोतलहरू पाल्नुपर्ने छ र यो पनि सबै चट्ट पार्दै जानुपर्ने हुन्छ। यसो भएर हेरेको चाहिँ पुरा पानी परिदिरहेको रहेछ। रुम पनि सर्नुपर्ने थियो र त्यही दिन नै पानी पुरै परिदिरहेको जोक। सो गाइस हामी चाहिँ पुरै गाडीमा सबै सामानहरू जति थियो त्यो सबै प्याक गरेर अनि त्यसबाट त्यहाँबाट चाहिँ हामी हिँडियो। उताबाट आएर पुरै सामानहरू गाडीबाट चाहिँ निकालेर चाहिँ काम चाहिँ यो गाडी चाहिँ बुक गरेको थियो। एकदम इजी पनि भयो, नेपाली दाइ हुनुहुँदो रहेछ। त्यसपछि सामानहरू फेरि यता सिफ्ट गरेँ मैले चाहिँ पुरै। सो गाइस हामी चाहिँ उताबाट अहिले आइसकेको र बाहिर लास्ट पानी परिरहेको थियो र अहिले चाहिँ लिफ्ट चाहिँ आउट सल्नु रहेछ स्टिल। सो सामानहरू चाहिँ सबै स्टेयरकेसबाट चाहिँ लिनुपर्ने भयो। यु क्यान से हाम्रो सामानहरू तपाईँ देख्न सक्नुहुन्छ, अझै बाँकी नै छ है। सो लास्ट थाकिसक्यो। सो गाइस तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ टक्क आइरन बोर्ड अनि आइरन छ। टक्क यता चाहिँ मिटर राखिदिएको रहेछ र 2टा बेड छ है। एसी चाहिँ बाँकी नै छ यहाँ लगाउनलाई, 2टा लाइट, वार्डरोब अनि टावल पनि राखिदिएको रहेछ। टावलै किन्नुपर्ने भएन अनि टक्क लगाएर यो पनि सही हो 2टा ड्रोयर होइन सरर तरिकाले। र तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो सामानहरू यता छ। यो चाहिँ हाम्रो वासरुम भयो ल। वासरुममा जग्गा छ
अर्को यता टावर सवल वाशरूम भयो। यो चाहिँ भयो हाम्रो फ्रिज, वाशिङ मेसिन, माइक्रोवेभ, डिसवासिङ सिङ्क, यो चाहिँ प्लेटहरू राख्ने चपिङ बोर्ड, अनि यो चाहिँ चुल्हा भयो खाना पकाउनको लागि। र यहाँ चाहिँ छ प्लेट्स, कप, बाउलहरू अब यहाँ पनि छ। यता अनि यहाँ चाहिँ हामीलाई चाहिने सामान टक्क छ। यो चाहिँ क्याम्पलहरू राख्नुपर्ने। अनि यो चाहिँ हाम्रो भाँडाहरू, हाम्रो डाइनिङ टेबल चाहिँ यहाँ छ लाएर होइन। यो चाहिँ हाम्रो कपडा सुकाउने बाहिर राख्नुपर्ने हुन्छ त्यो सूर्य। अनि टिभी, हाम्रो लाइट पनि देखाइदिउँ न है, यस्तो छ। यु क्यान सी बाल्कनीबाट चट्टा लगाएर बाल्कनी है सक्नुहुन्छ। हाम्रो चाहिँ गाडीहरू सब एरेन्ज गर्नुपर्ने हुन्छ पोखराको। यो चाहिँ तातो पानीको लागि for the garbage. So we will keep our gas here, gas cylinder. So you can see the views from the top of rooftop. So you can see the views from our balcony. Put the more house you very bad. A few moments later. So guys, लास्टै भोक लागेर चाहिँ बाहिर खेलिनु गएको। यति धेरै पानी परेर यार, पानी परेर आमा खासको दिन त पुरा पानी परेर कस्तो पुरै भल बगिरहेको छ। त्यो पोडा जस्तो बगिरहेको छ। त्यसो मैले यसो लिएर आएपछि चिकन अनि तिहारको भेज छ। सो त्यही खाएर बस्नुपर्ने हुन्छ आजलाई चाहिँ। र हाम्रो यो अपार्टमेन्ट पनि नयाँ हो क्या, भोलि नयाँ छ। सो टक्क स्टपेजबाट हिँड्नुपर्ने हुन्छ। अहिले चाहिँ लिफ्ट चाहिँ अझै चालु गरेको छैन क्या, मतलब त्यो अझै सर्भिस छैन, स्टिल आउट अफ सर्भिस नै रहेछ। त्यही भएर टक्क हिँड्नुपर्ने हुन्छ। सिट आइने गयो।